द भोइसको स्टेजबाट ब्याटलमा रुँदै बाहिरिएका योजना राई र मङ्गोलेन हट राजु लामाको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। उक्त गीतको नाम हिमाल झैँ रहेको छ भने गीतको शब्द सङ्गीत राजु लामाकै रहेका छन्। गीत सार्वजनिक हुँदै गर्दा योजना भने यतिखेर रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेकी छिन्। तर उनले गीत भने कोरिया जानु अघि नै रेकर्ड गरी भिडियो समेत छायाङ्कन गरेर राखेका थिए। काठमाडौँमा सङ्गीत सिक्न आएका योजना परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सङ्गीतलाई निरन्तरता दिन नसकेर उनले कोरियन भाषा पढिरहेकी थिइन्। वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्यका रूपमा रहेका दक्षिण कोरिया मेहनती र गरिब दुखी मानिसहरूका लागि रोजगारीको अवसर पनि हो। योजना गत महिना मार्च 22मा कोरिया प्रस्थान गरेका थिए। उनले आफू कोरिया जाँदै गर्दा फेसबुकमा यस्तो पोस्ट लेखेकी थिइन्। आफ्नो सपनालाई भन्दा घरको परिस्थितिलाई हेरेर चल्नुपर्छ भन्दै निकै मार्मिक शब्द लेखेका थिए। डिजिटल राउन्ड, ब्लाइन्ड र ब्याटलसम्म पुगेर बाहिरिँदै गर्दा उनी निकै भावुक समेत बनेका थिइन्। कोच राजुले चेलीको लागि एउटा गीत बनाइदिन्छु भनेर वचन दिएका थिए। चेलीको लागि हैन एउटा गीत चाहिँ मैले उहाँको लागि बनाइदिने भए त। आफ्नो वचनलाई पूरा गर्दै अन्ततः कोच राजु लामाले गीत समेत सार्वजनिक गरिसकेका छन्। हेर्नुहोस्। हिमाली छै अटल माया लगाउला। द भोइसबाट दर्शकहरूको एकदमै माया पाएका योजनाको वैदेशिक रोजगार र आफ्नो सपनाले अझै शिखर चुम्दै जाउन्। धेरै धेरै बधाई तथा शुभकामना।